मोबाइल ब्याङ्किङ हुँदाहुँदै कन्टेन्ट आइपिएस किन प्रयोग गर्ने म 3 वटा कारण भन्छु। नम्बर 1 भनेको लिमिटको लागि। तपाईको मोबाइल ब्याङ्किङमा भएको भन्दा धेरै लिमिट तपाईले कन्टेन्ट आइपिएसबाट प्राप्त गर्न सक्नुहुन्छ। यद्यपि कन्टेन्ट आइपिएसले पनि बैंक अनुसार चाहिँ फरक खालको लिमिट सेट गरेको हुन्छ। त्यसमा पनि सेल्फ भेरिफाई र बैंक भेरिफाईको फरक लिमिट हुन्छ। त्यसमा पनि वेबसाइटबाट तपाईले कन्टेन्ट आइपिएसको कारोबार गर्नुभयो र तपाईले मोबाइल एपबाट गर्नुभयो भने दुईटाको लागि लिमिट फरक हुन्छ। अब मोबाइल एपबाट गर्नु भन्दा तपाईले मोबाइलमै गुगल क्रोमबाट लगइन गर्नुभयो भने लिमिट धेरै पाउनुहुन्छ। दोस्रो भनेको सस्तो ट्रान्सफर। हामीले 10 रुपैयाँ पठाउँदाखेरि 10 रुपैयाँ तिरेर हुन्छ मोबाइल ब्याङ्किङबाट पैसा पठाउँदाखेरि खाता टु खाता। यता चाहिँ सस्तो पर्छ। 500 रुपैयाँसम्म तपाईले पैसा पठाउँदाखेरि पैसा लाग्दैन कन्टेन्ट आइपिएसबाट। दोस्रो भनेको 500 देखि 5000 सम्म 4 रुपैयाँ, 5000 देखि जति पठाए पनि 8 रुपैयाँ तपाईको चार्ज काट्छ र गभर्नमेन्ट पेमेन्टमा चाहिँ 2 रुपैयाँ र 5 रुपैयाँ चाहिँ चार्ज लाग्छ। अब अर्को भनेको चाहिँ विशेष गरी जो साथीहरु मोबाइल ब्याङ्किङ चलाएर खातामा पैसा पठाइराख्नु पर्ने हुन्छ उहाँहरुले 10 रुपैयाँ तिर्नु परेको छ अहिले फोन पे डाइरेक्टबाट कन्टेन्ट आइपिएसबाट चाहिँ त्यो पैसा थोरै एमाउन्ट भए पनि सेभ भयो। अर्को यसको फाइदा भनेको चाहिँ तपाईले एउटा मोबाइल ब्याङ्किङ एप चलाइरहँदाखेरि त्यो एपबाट चाहिँ केही ब्याङ्कको मात्र ट्रान्ज्याक्सनहरु हेर्न मिल्छ भने चाहिँ कन्टेन्ट आइपिएसमा चाहिँ धेरै ब्याङ्कहरु लिंक गर्न मिल्छ। सो दैट तपाईले केही सर्भिस पेमेन्ट गर्नु पर्यो, कसैलाई पैसा पठाउनु पर्यो भने ब्याङ्क सिलेक्ट गरेर तपाईले पैसा पठाउन सक्नुहुन्छ। यो 3 वटा चीजले गर्दाखेरि तपाईले कन्टेन्ट आइपिएस चलाउनु पर्छ। तर कन्टेन्ट आइपिएस जति धेरै सुविधा लिएर आउँछ त्यति धेरै तपाईलाई रिस्क दिन्छ। सबभन्दा धेरै हिजोको दिनमा स्क्याम र फ्रड हुने केसहरु इसेवामा थियो, अहिले कन्टेन्ट आइपिएसमा छ। किन भनेदेखि कन्टेन्ट आइपिएसले तपाईलाई लिमिट पनि दिन्छ, प्लेटफर्म दिन्छ, तपाईको सबै ब्याङ्क अकाउन्ट लिंक छ। कसरी तपाईको कन्टेन्ट आइपिएस ह्याक गरिदियो भने सकियो सबै खाता रित्तो। सो यसमा पनि वाइजली प्रयोग गर्नु पर्यो, वाइजली विचार गरेर। किन भन्दाखेरि तपाईको 5 वटा ब्याङ्क अकाउन्टमा 50 लाख रुपैयाँ थियो, 10 लाख रुपैयाँको आसपासले तपाईको एउटा मात्रै मोबाइल ब्याङ्किङ ह्याक भयो भने बरु 10 लाख जान्थ्यो, त्यहाँ त 50 लाखै जान सक्यो क्या। त्यो रिस्क छ र धेरै जसो स्क्यामरहरूले चाहिँ कन्टेन्ट आइपिएसलाई नै ट्राई गरिरहेछन्। कन्टेन्ट आइपिएसको नाम पनि लामो भयो क्या, CONNECT आइपिएस गर्दाखेरि ह्याकरहरूले आइपी को ठाउँमा यल हानेको छ, त्यसरी गरिरहेछ र फिशिङ साइटहरु बनाउँछ, वेबसाइट बनाएर त्यसरी के गरिरहेछ त उनीहरूले टार्गेट गरिरहेछ। यसमा चाहिँ कन्टेन्ट आइपिएसले एकदमै धेरै सेक्युरिटीमा काम गर्नुपर्ने देख्छु। तर यद्यपि कन्टेन्ट आइपिएस म पनि प्रयोग गर्छु, तपाईलाई पनि प्रयोग गर्न मैले रिकमेन्ड गर्छु। यो रस्ती भिडियोको लागि डिजिटल सोल्युसनलाई फलो गर्नु होला। थ्यांक यू।